अस्तिको बनाएको घर यस्तो भएको छ है साथीहरू के गर्ने सानो टोइलेट टोटोलाई काम गरेको यो ब्लक लग्दैछु त्यहाँ प्लास्टर गर्नको लागि सानो टोइलेट छ अस्ति ब्लक गाह्रो लगाएको थियौँ आजकल त्यस्तै बनाएको छन् काम गर्नेहरूले यो लगेर के गरेको सानो पानी खाएको यहाँ राख के गरेको काम गरेको आधी त नल्याउनु भयो पुरै ल्याउनु है उता जा उता पानी खेल्दैन उता छ यहाँ त चिसो हुन्छ नि मसला बनाउने हो सानो उता जा सानो चिन्छ हुन्छ हातमा फोहोर हुन्छ फागर त छोरी फागर त सानो सानो यहाँ फागर यहाँ मलाई भो हात काटिन्छ है बिस्तारै लैजा किन गरेको छ र काम नगर भनेको नि मैले चाहिँ हाउजिङ हो साथी हाउजिङमा गरेको छ आज एक दिनको लागि हाउजिङ त यो त पुरै भ्याइसक्यो साथी यहाँ सानो टोइलेट बनाउने थियो त्यो साथी यस्तो बनाएको छन् नि साथीहरू अस्ति पहिलाको भिडियो हालेको छु नि मैले त्यो हेर्नुहोस् होला त्यही हो केको लागि समाजको लागि त्यो सानो समाज बनाएको छन् यस्तै हो र हाम्रो काम पढाएर मात्रै हो दुईजनाले प्लास्टर गरेछौँ यिनीहरूलाई नखेल बनाएर मानेन यो उचालेर त्यहाँ लगेर प्लास्टर हान्नुपर्छ है योमा उकुल्ने बनाउने के अलि माथि अल्गो मान्छे भएर प्लास्टर हान्नेको लागि बनाउने काम गर्ने खाने त्यो हो बुझ्नु केही प्रतिबिम्ब के हो के हो यहाँबाट उकोल्ने बनाउने यहाँ पोलै परस्त गरेछन् यहाँको अहिले म आफै बना दूंगा ले रहा था यहाँ लाएर माग्दै हो
यहाँ राख्ने मात्रै हो म आफै मिलाइदिन्छु धेरै कुरा गरौँ र कहाँ गरौँ कुरा दिदीसँग गाउँ माइली दिदीको गाउँमै गरेको रुलबाङ नै हो कि रुलबाङ छ नि अनि दिदी माथि पोखरमा गरेको के बिहा रुलबाङको माथि पोखेर भन्छ नि त्यो एउटै हो हाम्रो त आज 4 दिन हुन्छ के गर्ने काम नगरासम्म पेट भरिन दाइ खानु पर्यो लाउनु पर्यो ओर्नु पर्यो काठमाडौँ गएर काठमाडौँ उता बम्बई गएर गएको के बम्बईबाट दुबई पुगेको रे यहाँ पनि प्लास्टर हान्यो साथी यहाँ पनि पुरै दुबईमा पुगेछु भन्थ्यो के अरे अघि बिहान हिजो प्लास्टर गर्ने यसो गरी हायो गरी प्लास्टर गर्ने हो साथी यो टोइलेट गरे यो समास गरेर हो यसको टोइलेट बनाउने अरू साथी अरूको ठाउँ हो यो पारी देखेको चाहिँ सिटी खोला पारीको सिटी खोला प्रतिबिम्ब आरिस त्यस्तो गर्ने होइन फोहोर लाग्छ सानो ओ सानो सिरियस आमा बोल जना iya usah biar sana ke kono biar bolop प्रतिबिम्ब बनाउँछ नासा ल ल्याउ त छोरो ल्याउ त नसेनु नमासेनु जान्छ नासा त्यो बी त्यो के ल्याएको छुरी बोलो ए ल उचाल्ने होइन अब है खै खोलातिर मान्छे बसेछ ढुङ्गाको छेउमा ए न त्यहाँ खोलामा नबस्नु खोलाले लग्ला भन त्यो को हो बोलो ल्याउने मान्छे को हो दाइ हो भयो आउरा भयो अब यहाँ त पुगिन्छौँ न यहाँ थोरै छ सानो छ त्यो बाटो उक्लग्दै माथि निस्किँदै प्लास्टर हान्दै गर्ने हो यो टोइलेटमा टोइलेट खै आरिस पुनः छिन्के आरिस खै कुन जाऊ त कहाँ गयो आरिस ऊ पारी कति राम्रो फुल फुलेछ दाइ ए दाइ बारी के कति फुल राम्रो फुलेछ त्यो त अस्ति दाइले पानी हालिरहेको थियो आजकल त त्यस्तो पो फुलेर रहेछ होइन अरू ओली पहेँलो हरियो खतरा खतरा छ त खतरा खतरा छ त फुलटा पारिटा हेर्न जान्छ मै गाइछु फुलेर फुलको
यी हेर्नुहोस् है सर सेतो रातो के फुलेछ हेरौँ यहाँबाट उल्टा राख्छ ग्याम हो कोही मान्छे गएको छ फोटो खिच्ने मान्छे गएको होला नि तिनीहरूले पनि फोटो खिच्न आयो होला नि मैले पनि फोटो खिच्न गइरहेको छु साथीहरू कहाँ चाहिँ भन्नु होला साथीहरू यो चाहिँ पोखराको हाउजिङ है साथीहरू डिपमा डिप पारी चाहिँ सिटी खोला देखिया छ सिरिया यो खालको सेतो यताको के हो यो खोइ राम यति राम्रो यो के हो आरिस यो के हो फुल हो यो कसले रोपेको यता हेर्छु कसले रोपेको यो बाबाले होइन बाले रोपेको अस्ति बाले यति राम्रो भएको छ कि साथीहरू यति राम्रो भएको छ यो हो कति राम्रो यो फुल खै कहाँ छ यहाँ छ अबे खोइ ओहो यो फुल त यस्तो पो हुने रहेछ यति राम्रो पो हुने रहेछ पारीसम्म छ पारी झन् अर्को खालको छ यो फुल हो राम ओहो यस्तो हेर्नुहोस् है साथीहरू यस्तो पो फुल्ने रहेछ है यहाँ त अस्तिले हामीले यहाँ काम गर्दाखेरि हेरेको साथीहरू त्यो फुल त कति दामी फुल्ने रहेछ साथीहरू पारी चाहिँ खोलातिर सिटी खोला हो आजकल त यस्तै ऊ यार त्यो फुल यहाँ बस्ने मान्छे बस्ने ठाउँ बनाएको रे यो चाहिँ कहाँ पोखरा है साथीहरू पोखरा यहाँ त यस्तो फुल्ने रहेछ यो फुल अर्को खालको यो खै त्यहाँ जाम उता जाम उता जाम अब तल जाम अब खिच्ने आउनु पारीमा यस्तै छ तलमा यस्तै छ सुहायो वहाँ जिसन कि यो बस्दा तलै जान्छ माथि जान्छ माथि आउँछ त्यहाँ पारीमा त्यस्तै फुल छ कति हेर्ने फुल बा यस्तै छ यो जस्तै छ फुल कति हेर्ने हो जति खिचे पनि नहुने ऊ पारीसम्म छ त्यहाँसम्म छ ऊ कति हेर्ने यो फुल मुनि छोरी कारै छ हजुर अहिले किनिदिन्छस् हस् भन् हो अस्ति भन गर यस्तै बनाएको छन् हामीले पहिले भिडियो हालेको थियो साथीहरू त्यो तैलेमा प्लास्टर गरेको छ एउटा दाइले फगामको दाइले प्लास्टर गर्नु पुरा आज मात्र एक दिन मात्रै काम सक्यो लास्ट त यही हो साथीहरू यता त आउनु पर्दैन सक्यो काम ल साथीहरू राखेँ बाई